रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दर्शक महानुभाव, रोल्पाको शहीद मार्ग अन्तर्गत मिनही हान्निङ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। माडी गाउँपालिका 6 हान्निङकी 47 वर्षीय अमृता कुमारी घरतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। दुर्घटनामा मध्यम रूपमा घाइते भएका मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागि पठाइएको डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौँ।